आज हामीसँग अल इन्डिया र्याङ्क 23 सङ्गीत बुढाथोकी हुनुहुन्छ। उहाँसँग हामी खास संवाद गर्ने प्रयास गर्दैछौँ। उहाँ सी विद्यार्थी, पछिल्लो समय सिए पढ्न गाह्रो छ भन्ने भाषा स्थापित भइरहेका बेलामा र यसरी र्याङ्क आइरहँदाखेरि कसरी पढ्नुपर्ने रहेछ भन्ने विषयमा केन्द्रित रहेर आज हामी खास संवाद गर्दैछौँ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। सङ्गीतजी, स्वागत छ यहाँलाई कार्यक्रममा। थ्याङ्क यू दाइ। सबैभन्दा पहिला त यहाँलाई बधाई छ, अल इन्डिया र्याङ्क ल्याउन सफल हुनुभएको छ। यो सिए क्षेत्रमा र्याङ्क ल्याउन चाहिँ कतिको सजिलो रहेछ, कतिको गाह्रो रहेछ? गाह्रो त गाह्रो नै छ, तर मैले सोचे जति गाह्रो चाहिँ रहेनछ। मैले चाहिँ पढ्दाखेरि सुरुमा सिए छिर्दै गर्दाखेरि चाहिँ एकदमै गाह्रो छ भनेर त्यसरी बेला बेला डिमोटिभेट हुने भइरहन्थ्यो। तर विथ कन्सिस्टेन्सी जुन त्यो पढ्ने लिभ हुन्छ इक्जामको अघिको, त्यति बेला चाहिँ कन्सिस्टेन्टली पढिरहँदाखेरि आउँदो रहेछ। कति समय पढ्नुपर्ने रहेछ? पढ्न चाहिँ टोटल सिएको 9 महिना जति हुन्छ, 9-10 महिना हुन्छ। क्लासेसको बेला चाहिँ थोरै थोरै हेर्दै गर्दा क्लासमा जे पढ्यो त्यो साँझ गएर रिभिजन गर्दा पुग्छ। तर पछिको जुन 2.5 महिना 3 महिनाको जुन लिभ हुन्छ त्यसमा चाहिँ एउटा सही प्लान लिएर पढ्यो भने 9-10 घन्टा दिनको पढ्यो भने पुग्छ। तपाईँले कति पढ्नुभयो? मैले यसरी कहिले पनि टाइम फिक्स गरेर चाहिँ पढ्दैन थिएँ। मैले चाहिँ क्लासेसको बेला चाहिँ सधैँ रेगुलर साँझ सरले आज के पढाउनु भयो, के असाइनमेन्टहरू दिनुभएको छ त्यो सबै गर्थेँ अनि सबै रिभिजन पनि गर्थेँ। तर पछि जब 3 महिनाको हामीले चाहिँ 3 महिनाको लिभ पाएको थियौँ, त्यस बेला चाहिँ सुरुमा मैले एउटा एकदमै ब्रिफ प्लान बनाएको थिएँ। फुल 3 मन्थमा चाहिँ म के गर्छु, इभन मैले कतिसम्म डेप्थमा प्लान गरेको थिएँ भन्दा यो दिनमा चाहिँ मैले के पढ्छु त, होइन अब आउने 1 महिना पछिको अर्को दिन जुन हुन्छ त्यो दिनमा कुन च्याप्टर पढ्छु भन्ने कुरा पनि फिक्स थियो। त्यसरी नै त्यो टार्गेट मिट गर्ने तरिकाले पढ्थेँ। किनकि मलाई के लाग्थ्यो भन्दा जब हामी टाइम फिक्स गर्छौँ, जस्तै मानौँ मैले 12 घन्टा पढ्छु भने मैले एउटै टपिकलाई लम्बाएर 12 घन्टा बनाउन प्रयास गर्छु जस्तो फिल हुन्थ्यो अनि इफिसियन्सी घटे जस्तो हुन्थ्यो। त्यसरी मैले टार्गेट चाहिँ गराउँथेँ च्याप्टर वाइज। पढाइ बाहेक अरू के गर्नुहुन्छ तपाईँ? म त्यस्तो धेरै कहिलेकाहीँ गेम्सहरू खेलिन्थ्यो, क्रिकेटहरू। अरू चाहिँ यो फेजमा चाहिँ गरिएन, पहिले खेलिन्थ्यो। यो प्रश्न किनभने जस्तो कतिपय साथीहरू चाहिँ हामीलाई पनि सोध्नुहुन्छ, सम्भवतः तपाईँलाई पनि धेरैजनाले सोध्नुहुन्छ होला, साथी सर्कलमा पनि कोही त्यस्ता हुनुहुन्छ होला जो चाहिँ म काम पनि गर्दै गर्छु सिए पनि पढ्दै गर्छु भन्नुहुन्छ नि, त्यो सम्भव छ, सकिन्छ? त्यो अलि सम्भव छैन जस्तो लाग्छ मलाई। किनभने सिए भनेको यस्तो कोर्स हो जहाँ चाहिँ हामीलाई कन्सिस्टेन्सी, डेडिकेसन र एकदमै हार्डवर्क चाहिन्छ। हामीले यसलाई चाहिँ एज अ साइड काम भनेर कहिले पनि गर्नु हुँदैन। हाम्रो मेन कोर्स नै सिए नै हो। हामीले साइडमा म यस्तो पनि गर्छु उस्तो पनि गर्छु भनेको त त्यो त डिस्ट्र्याक्सन भयो जस्तो भयो। सो एकैचोटिका दुइटै काम हुँदैन। सिएसँगै अरू कुरा गर्न एकदमै गाह्रो छ र मेरो लागि चाहिँ मेरो कन्टेक्स्टमा चाहिँ त्यो क्लोज टु इम्पोसिबल नै जस्तो लाग्छ। दायाँ बायाँ नगरिकन चाहिँ सिए नै भनेर पढ्नु पर्यो। हजुर। परिवारबाट कतिको साथ पाउनुभयो तपाईँले? मेरो परिवारबाट चाहिँ मेरो यो रिजल्ट आउनुमा सबभन्दा ठुलो हात मेरो परिवारकै छ। सो यसो म ब्याकग्राउन्ड भन्दै गर्दाखेरि म फाउन्डेसनमा पनि अल नेपाल सेन्टर सबभन्दा हाइएस्ट मार्क्स मेरो आएको थियो, त्यो नेपालभरिमा हाइएस्ट। अनि त्यो बेला चाहिँ म फाउन्डेसन पढ्दै गर्दाखेरि बिरामी हुन्थेँ, हेल्थमा केही इस्युजहरू आएको थियो। त्यति बेला मम्मीले चाहिँ बुवा चाहिँ घरै बस्नुभयो, मम्मी चाहिँ हामीलाई साथ दिनको लागि पढ्छन् भनेर काठमाडौँ आउनुभयो। त्यति बेलादेखि मेरो फुल इन्टरको जर्नी 1.5 वर्ष जति चाहिँ मम्मी काठमाडौँ नै बस्नुभयो। त्यसरी बुवा मम्मी टाढा बस्नु पनि एउटा च्यालेन्ज थियो उहाँहरूको लागि। तर हाम्रो पढाइ राम्रो हुन्छ, मेरो पढाइ राम्रो हुन्छ भन्नको लागि उहाँले त्यतिसम्म गर्नुभयो। सबभन्दा ठुलो श्रेय म मेरो आमा बुवालाई नै दिन चाहन्छु। सिए पढ्नका लागि चाहिँ परिवारबाट पनि राम्रो साथ चाहिँ चाहिन्छ। हजुर, चाहिन्छ, आवश्यक छ। कतिपय साथीहरूले परिवारबाट सपोर्ट नपाउँदा पनि कति बिचमै सिए ड्रप आउट गर्ने खालका त्यो धेरै चान्स सिनारियो देखिन्छ, गर्नु पनि हुन्छ। तपाईँको साथी सर्कलमा चाहिँ पढ्ने विद्यार्थी चाहिँ कति हुनुहुन्छ? मेरो अब हाम्रो इन्स्टिच्युट एओसीमा हाम्रो ब्याच एकदमै राम्रो ब्याच थियो, होइन? अनि त्यही भएर यति राम्रो रिजल्ट पनि आयो। हाम्रोमा चाहिँ इन्भाइरोमेन्ट नै दुइटै ब्यालेन्स थियो। रमाइलो गर्दाखेरि रमाइलो गर्ने, पढ्दाखेरि चाहिँ मजाले पढ्ने भन्ने खालको इन्भाइरोमेन्ट थियो। त्यसले पनि एकदमै हेल्प गर्यो हामीलाई। र इभन टिचर्सहरू चाहिँ एकदमै सिरियस हुनुहुन्थ्यो, हामीहरूलाई यसरी पढ उसरी पढ गाइडेन्स दिइरहनुहुन्थ्यो। सो त्यस्तो थियो। रमाइलो पनि एकदमै गरियो, तर रमाइलो गर्ने पार्टमा मात्रै। पढ्ने बेला चाहिँ हामीले धेरै नै पढ्थ्यौँ। सङ्गतले पनि पढाइ बिगार्छ भन्छन् नि? सङ्गतले कोही ठाउँमा सपार्छ पनि, कोही ठाउँमा बिगार्छ पनि भन्छन्। सो सङ्गत कस्तो छ भन्ने कुराले हामीलाई अफेक्ट त गर्छ पक्कै पनि। सङ्गत गर्दै गर्दाखेरि साथीहरूका उनीहरूले कस्तो क्रियाकलाप गर्छन् भन्ने कुराले हामीलाई इन्फ्लुएन्स गर्छ। तर अब आफूमा चाहिँ कतिको सेल्फ कन्ट्रोल छ भन्ने कुराले पनि हामीलाई एकदमै धेरै म्याटर गर्छ। कतिपय केसहरू कस्तो हुन्छ भन्दा साथीहरू चाहिँ आफ्नो काममा
उनीहरू केही नराम्रो अथवा भनौँ नपढ्लान् बिग्रेलान् दायाँ बायाँ गर्लान् भन्ने हुन्छ तर आफू चाहिँ म चाहिँ यस्तो गर्दैन है भन्ने क्ल्यारिटी आफ्नो माइन्डमा छ र म चाहिँ जेसुकै भए पनि आफ्नो पार्टमा चाहिँ पढ्छु नै आफ्नो पार्टमा राम्रो गर्छु नि साथीहरूले जेसुकै गरून् भन्ने तरिकाले सोच्यो भने चाहिँ त्यसको इन्फ्लुएन्स अलिक कम गर्न सकिन्छ जस्तो लाग्छ। तपाईँको घर चाहिँ दाङ? हजुर। तपाईँले स्कुल लेभल यहीँबाट पढ्नुभयो कि दाङबाट पढ्नु? म 12सम्म दाङमै पढेको। दाङमै पढ्नुभयो। पढाइ कस्तो थियो त्यो बेलामा तपाईँको? मेरो ब्याकग्राउन्ड पढाइमा राम्रै थियो। मैले एसईमा पनि डिस्ट्रिक्टमा सेकेन्ड हाइएस्ट आएको थियो मेरो र 12th क्लासमा चाहिँ म्यानेजमेन्टभरिमा हाइएस्ट डिस्ट्रिक्टमा आएको थियो। अब तपाईँको उपलब्धि तपाईँको अचिभमेन्टतर्फ आउँ। रिजल्ट आउने दिन तपाईँ कहाँ हुनुहुन्थ्यो? म सिलिगुडीमा थिएँ। के गर्दै हुनुहुन्थ्यो? त्यहाँ हाम्रो ठ्याक्क इक्जाम दिइसकेपछि आइटी र ओसीको ट्रेनिङ भन्छ त्यो ट्रेनिङ गर्न चाहिँ गएको थियौँ। रिजल्ट आयो भनेर पहिला कसले सुनायो तपाईँले? हामी चाहिँ अब रिजल्टको दिन चाहिँ एकदम एङ्सियस भइन्छ भनेर राति साथीहरू अलि टाइमसँग सुतौँ एक रेस टाइमसम्म बसौँ अनि बिहान चाहिँ ठ्याक्कै रिजल्ट आउँदाखेरि उठिन्छ धेरै टेन्सन नै हुँदैन भन्ने कुरा थियो। अनि राति बसियो बिहान हामी त मुख नै धोएको थिएनौँ भर्खर बेडमा उठेर अब मोबाइल स्क्रोल गरौँ रिजल्ट आयो कि नै त भनेर चेक गरौँ भन्ने कुरा थियो। अनि मेरो साथीले चाहिँ त्यही रिजल्टको पेजले चाहिँ रिफ्रेस गरिरहेको रहेछन् अनि ठ्याक्क उनले अनि रिजल्ट आयो भनेर साथीले भनेको। साथीले भन्यो? हेर्नुभयो त्यसपछि? हजुर। त्यसमा चाहिँ कस्तो हुन्छ भन्दा आइसिआईको रिजल्ट आउँदाखेरि चाहिँ एउटा जेनरल हाम्रो मार्क्स हेर्ने रिजल्ट हुन्छ अर्को चाहिँ मेरिट लिस्ट हुन्छ त्यहाँ चाहिँ ऱ्याङ्करहरूको आयो कि नै त ऱ्याङ्क भनेर चेक गर्न मेरिट लिस्टमा जानुपर्छ। ऱ्याङ्क आयो भनेर तपाईँले आफै हेरेर थाहा पाउनु भयो कि कसैले भनेर थाहा? मैले हेरेको। आफै हेर्नु? हजुर। कस्तो एक्साइटमेन्ट कस्तो थियो? ठ्याक्क साथीले चाहिँ ल रिजल्ट आयो उनीहरूले चाहिँ मलाई एकदम भनिरहन्थ्यो कि तिम्रो चाहिँ ऱ्याङ्क आउँछ आउनै पर्छ भन्ने खालको कुरा। पढिरहने विद्यार्थी त्यस्तै उनीहरूले चाहिँ एक्सपेक्टेसनै राखेको रहेछन्। अनि तिमी मेरिट लिस्ट चेक गरिहाल त भने अनि मेरो माइन्ड पनि ब्ल्याङ्क थियो त्यति बेला अनि सट्टै मेरिट लिस्ट चेक गरिहालेँ। अनि मेरिट लिस्ट चेक गर्दाखेरि चाहिँ ऱ्याङ्क 23 देखिँदाखेरि एकदमै ह्याप्पी थिएँ म। मेरो एक्सपेक्टेसनमा चाहिँ थिएन त्यति। तपाईँलाई रिजल्ट आउनुभन्दा अगाडि जब तपाईँ पढ्दै हुनुहुन्थ्यो त्यो बेलामा चाहिँ मेरो ऱ्याङ्क आउँछ भन्ने लागेको थियो? मैले पढ्दै गर्दाखेरि चाहिँ हाम्रो अब सुनिल सर युएससीको म्यानेजिङ डिरेक्टर उहाँलाई अडिट पढाउनुहुन्थ्यो। उहाँले चाहिँ मेरो फाउन्डेसनमा राम्रो रिजल्ट आएदेखि नै तिमी चाहिँ इन्टरमा ऱ्याङ्कको चाहिँ मेनिफेस्टेसन गरिराख्नुपर्छ त्यसको त्यो टार्गेट दिएर पढ भनेर भनिरहनुहुन्थ्यो अनि झकझकाइरहनुहुन्थ्यो बेला बेला। त्यसरी मैले पढेको चाहिँ हो म चाहिँ केही न केही ल्याउँछु भन्ने तरिकाले पढेको थिएँ तर इक्जाम नजिकै गर्दाखेरि चाहिँ पास मात्रै भए नि हुन्थ्यो भन्ने खालको फिलिङ आउँदो रहेछ। अनि इक्जाम दिँदाखेरि चाहिँ इक्जामको फेजमा चाहिँ मलाई ऱ्याङ्क आउला भन्ने एक्सपेक्टेसन थिएन। पहिले पढ्दाखेरि अलि अगाडि पढ्दाखेरि चाहिँ मेरो त्यही तरिकाले पढेको थिएँ। आउँछ कि भनेर पढ्नु भएको थियो? हजुर। तर इक्जाम दिने बेलामा आउँछ जस्तो लागेको थिएन रिजल्ट हेर्दा आयो? आयो। पहिलो फोन कला गर्नुभयो? मैले बाबालाई। के भन्नुभयो? बाबा एकदमै खुसी हुनुहुन्थ्यो। बाबाले पनि तैँले चाहिँ सक्सेस सधैँ मोटिभेसन दिइराख्नुहुन्थ्यो बाबाले तैँले सक्सेस हुन्थ्यो अनि एकदमै धेरै खुसी हुनुहुन्थ्यो। जस्तो मेहनत गर्नुपर्छ भन्ने एउटा सन्दर्भमा कुरा गर्दै गर्दाखेरि चाहे सिए होस् चाहे अरू विषय पढ्दा पनि होस् मेहनत हरेक क्षेत्रमा गर्नुपर्छ। सिए क्षेत्रमा अलिक बढी गर्नुपर्छ सिए पढ्न अलिक बढी गर्नुपर्छ त्यसमा पनि ऱ्याङ्क ल्याउनका लागि चाहिँ कति मेहनत गर्नुपर्ने रहेछ भन्ने धेरैले सोध्नुहुन्छ। अब त्यसमा कस्तो छ भन्दाखेरि सबैभन्दा सिएले माग्ने भनेको कन्सिस्टेन्सी रहेछ। अब दिनका 16 घन्टा 14-16 घन्टा पढ्नुभन्दा लगातार 3 महिना 10-10 घन्टा पढ्यो 8-8 घन्टा पढ्यो भने त्यो चाहिँ बढी इफेक्टिभ हुँदो रहेछ। अब पढ्ने स्टाइल पनि हुन्छ मान्छेहरूको कसैले चाहिँ एकदम धेरै टाइम लिएर पढ्छन् भने कतिले थोरै टाइममा पढ्छन्। मैले चाहिँ कन्सिस्टेन्सी चाहिँ ब्रेक गरेन। जब त्यो कन्सिस्टेन्ट एउटा चेन ब्रेक हुन्छ तब चाहिँ फेरि रिस्टार्ट गर्न एकदम गाह्रो हुँदो रहेछ। सबसे हामीलाई गाह्रो पार्ट चाहिँ कहाँ हुँदो रहेछ भन्दाखेरि डेली त्यही कुरा पढिरहेछ होइन त्यही कुरा रिभिजन गरिरहेछ अनि थ्योरी सब्जेक्टहरू चाहिँ बिर्सिरहने बेला बेला फेरि रिभाइज गरिरहनु पर्ने। मेजर कुरा भनेको भोल्युमियस सब्जेक्ट छ त्यसलाई चाहिँ रिभाइज गरिरहनु पर्छ त्यो चाहिँ मेन प्रब्लम च्यालेन्ज थियो। अनि कन्सिस्टेन्सी चाहिँ हुनुपर्छ त्यति नै हो। जस्तो यो पढ्ने तरिका पनि कतिको फरक हुन्छ। तपाईँको पढ्ने तरिका चाहिँ कस्तो थियो? तपाईँ लेखेर पढ्नुहुन्थ्यो कि घोकेर पढ्नुहुन्थ्यो? मेरो चाहिँ यस्तो थियो प्र्याक्टिकल सब्जेक्टहरूमा चाहिँ मैले एकदम धेरै क्वेसन प्र्याक्टिस गर्थेँ। क्वेसन प्र्याक्टिस इन द सेन्स मैले होल क्वेसनलाई लेखेर भन्दा पनि त्यसमा चाहिँ के छ त मेन पोइन्ट भनेर त्यो मेन पोइन्टलाई चाहिँ प्र्याक्टिस गर्थेँ। थ्योरी सब्जेक्टमा चाहिँ मेरो चाहिँ हिँडेर पढ्ने बानी छ। म चाहिँ एकदम स्ट्रेन्ज तरिकाले पढ्छु हिँड्छु अनि मेरो अघि चाहिँ कोही अडियन्स मेरो स्टुडेन्टहरू सुनिरहेछन् भन्ने तरिकाले म चाहिँ उनीहरूलाई पढाइरहेको छु भन्ने तरिकाले आफूले पढ्छु। अनि मैले त्यसको लागि व्हाइट बोर्ड किनेको थिएँ अनि व्हाइट बोर्डमा चाहिँ यहाँ चाहिँ स्टुडेन्टहरू छन् है भनेर आफूले पढाएको तरिकाले बुझ्थेँ मैले। अनि मेरो चाहिँ पढाइको ब्याकग्राउन्ड राम्रै भएको हुनाले राइटिङ प्र्याक्टिस चाहिँ त्यति गरेन।
तर पढ्दाखेरि चाहिँ त्यसरी नै पढ्थेँ। म अरूलाई पढाइरहेको छु भन्ने सोचेर पढ्नुहुन्थ्यो। त्यसरी पढ्दाखेरि एउटा कुरा त रिभिजन पनि राम्रो हुने भयो, अर्को कुरा चाहिँ बुझ्न पनि सजिलो हुने भयो। अरूलाई बुझाउँदाखेरि झनै बढी बुझिने भयो। हो, धेरैको अनुभव त्यस्तो पनि हुन्छ। परिवारबाट चाहिँ तपाईँको जस्तो फ्यामिलीमा अरू सदस्यहरू पनि सीए क्षेत्रमा हुनुहुन्छ कि के छ? हुनुहुन्छ। मेरो एकजना मामाको छोरी, म 8-9मा पढ्दै गर्दाखेरि उहाँ चाहिँ सीए जोइन गर्नुभएको। सुरुमा चाहिँ मैले सीएको बारेमा थाहा पाएको नै उहाँबाट नै हो। अनि उहाँले आइक्यान बोर्ड पढ्नुभएको, अनि क्याप 1 पढ्दै गर्दाखेरि उहाँको एउटा ऱ्याङ्क पनि आएको थियो। अनि त्यहाँबाट चाहिँ म एकदमै मोटिभेटेड हुन्थेँ, म चाहिँ उहाँ जस्तै पढ्छु, उहाँ जस्तै सीए बन्छु भन्ने। त्यहाँबाट चाहिँ एउटा सबभन्दा ठुलो मोटिभेसन फ्याक्टर मेरो त्यहाँ थियो। अनि उहाँले चाहिँ मलाई बेला बेला सङ्गीत तिमी पनि सीए पढ्नुपर्छ, तिमी पनि गर्न सक्छौ है भनेर भनिरहनुहुन्थ्यो। त्यहाँबाट चाहिँ सबभन्दा ठुलो मोटिभेसन फ्याक्टर आयो। अनि म्यानेजमेन्ट, मेरो फेरि फ्यामिलीभरि म्यानेजमेन्ट ब्याकग्राउन्डको सबै। मेरो बाबा पनि अकाउन्टेन्ट सरकारी अफिसमा, दिदी पनि म्यानेजमेन्ट पढेको, दाइ पनि म्यानेजमेन्ट, मामाको छोरा म्यानेजमेन्ट, मामाको छोरी सबै म्यानेजमेन्ट पढेको। अनि त्यहाँबाट पनि इन्फ्लुएन्स हुँदो रहेछ। अनि त्यसरी म्यानेजमेन्ट छिर्यो। अनि त्यसरी कतिपयलाई चाहिँ फेरि घरमा यो सीए पढ्छु भन्दाखेरि त्यो के हो भन्ने हुन्छ नि, तपाईँलाई चाहिँ त्यो बुझाइरहनु परेन? त्यस्तो थिएन, आफै त्यस्तो इन्भाइरोमेन्ट नै त्यस्तै भइदियो। अनि अलिअलि रिसर्च गर्ने, हेर्ने भिडियोहरू, मैले एकदम धेरै भिडियो हेर्थेँ। 11-12मा पढ्दाखेरि पनि आइक्यानको ऱ्याङ्करहरूको भिडियो एकदम धेरै हेर्थेँ, एकदम फलो गर्थेँ, इन्टरभ्यूहरू हेर्थेँ। अनि त्यसरी चाहिँ झन् इन्ट्रेस्ट जाग्दै गयो। तपाईँले यो सीए जोइन गर्नुभन्दा पहिला चाहिँ यो गाह्रो छ, यो पढ्न सकिन्न, एकदम धेरै गाह्रो छ भनेर चाहिँ भने कि भनेन कसैले? भन्थे, धेरैले भन्थे। म चाहिँ तिमी के पढ्ने सोच्दैछौ भन्दा म सीए पढ्ने सोच्दैछु भने चाहिँ यो त एकदमै गाह्रो हुन्छ, कसरी पढ्छौ भन्थे। तर के थियो भन्दा अब मेरो दिदीलाई पनि, मेरो मामाको छोरी, उहाँले गरेको देखेर चाहिँ म पनि सक्छु है भन्ने चाहिँ थियो। प्लस म चाहिँ एजुकेसनल ब्याकग्राउन्ड राम्रै भएको हुनाले म चाहिँ कन्सिस्टेन्सीका साथ पढ्छु भन्ने थियो। तर गाह्रो छ भन्ने चाहिँ फेरि लागिरहन्थ्यो। तपाईँले यो एक त ऱ्याङ्क आयो, एउटा खुसीको कुरा पनि भयो। अर्को चाहिँ तपाईँले लमा सम्भवतः इन्डियामै सबैभन्दा हाइएस्ट मार्क्स ल्याउनु भएको छ है? कति ल्याउनु भएको छ? मेरो 81 आछ लमा। 81। त्यो कसरी सम्भव भयो? मैले चाहिँ लमा मेजर भनेको नोट्स मेकिङमा फोकस गर्थेँ, किनकि हाम्रो लमा चाहिँ एकदम धेरै सेक्सन्सहरू हुने, अनि धेरै रुलहरू हुने, पढ्न एकदमै धेरै भोल्युमियस थियो। त्यसपछि मैले चाहिँ नोट बनाउँदै गर्दा एकदम सिम्प्लिफाइड वेमा फ्लो चार्टको रूपमा नोटहरू बनाउँथेँ। अनि आफ्नै नोट भइसकेपछि त्यहाँनिर कहाँनिर के लेखेको छु भन्ने समेत याद हुँदो रहेछ। अनि त्यहीलाई रिभाइज गर्दै गर्दै जाँदाखेरि त्यसरी आएको। मेरो चाहिँ राइटिङ पनि राम्रै रहेछ जस्तो लाग्यो। एउटा एकदम इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भन्दा, सुनाउ न। लको इक्जाम पछि लमा चाहिँ अलि राम्रै क्वेसनहरू आएको थियो, अलि डिफिकल्ट क्वेसन नै आएको थियो। अनि म चाहिँ त्यो दिन एकदम डिमोटिभेट भएँ। मैले बाबालाई इक्जाम दिइसकेपछि कल गरेँ, अनि बाबा म त लमा फेल पनि हुनसक्छु है, मलाई त डर लागिरहेछ, मेरो त 40 क्रस हुन्न कि जस्तो पनि लागिरहेछ भनेर भने। अनि बाबाले चाहिँ ठिकै छ, अब त्यसमा जे भए पनि भयो, त पास चाहिँ हुन्छ जस्तो मलाई लाग्छ, अब अर्कोमा फोकस गर भनेर भन्नुभएको थियो। अनि अर्को दिन मेरो त्यसरी ट्याक्समा पनि अर्को सब्जेक्ट ट्याक्स थियो। अनि ट्याक्समा पनि पढ्न भ्याएको थिएन उता लको टेन्सनले। तर लास्टमा आउँदाखेरि चाहिँ लमा यति हाइएस्ट मार्क्स आयो, म आफै पनि एकदम चकित थिएँ। तर आफूले इक्जाम दिँदै गर्दाखेरि चाहिँ एकदम पेसिमिस्टिक भइदो रहेछ, तर हुँदाखेरि चाहिँ राम्रै भएको रहेछ। तपाईँले बाबालाई भन्दाखेरि म त फेल पो हुन्छु क्या भनेर भन्नुभएको थियो, तर त्यही सब्जेक्टमा चाहिँ एकदम हाइएस्ट मार्क्स आयो। त्यति बेला बाबाको रियाक्सन चाहिँ कस्तो थियो? बाबाले त खाना नै राम्रोसँग खाएन भन्दै हुनुहुन्थ्यो, टेन्सन लागेको रहेछ, दुखीले। नै उति बेला लको इक्जामको बेला फेल हुन्छु क्या भनेको बेला, त्यति बेला। पछि त एकदम खुसी हुनुभयो, मलाई भन्नुहुन्थ्यो तैँले भन्ने बेला यस्तो भन्छस्, लास्टमा चाहिँ यस्तो ल्याउँछस् भन्नुहुन्थ्यो। त्यसपछि टन्न खानुभयो होला। त्यसपछि त खानुभयो। जस्तो तपाईँले यो एओसी रोज्नुका कारणहरू पनि पक्कै छन् होला। यसमा मेजर के थियो भन्दा, एओसी भनेको अब आइसिआई सेन्टर्ड मात्रै थियो। अब जब आइसिआई सेन्टर्ड हुन्छ, अब बढी फोकस पनि त आइसिआईमा हुन्छ। अनि उहाँहरू चाहिँ आइसिआईमा स्पेसलाइज गरेका, त्यहीँ फोकस भइसकेपछि त्यहाँनिर रिजल्टहरू पनि राम्रो आएको अहिले हिस्ट्री हेर्दै गर्दाखेरि। अनि टिचरहरू पनि राम्रो राम्रो फ्याकल्टी, अनि सपोर्टिभ फ्याकल्टी। अनि स्टुडेन्टको जब भोल्युम बढी हुन्छ तब चाहिँ कम्पिटिटिभ फिल हुन्छ, अनि त्यहाँ पढिन्छ। अनि त्यो मेन कुराले गर्दा चाहिँ म एओसी जोइन गरेको। अब हामी अन्तिमतिर पनि छौँ। कतिपय साथीहरू यस्ता पनि हुनुहुन्छ जसले चाहिँ सीए पढ्नै गाह्रो हुन्छ भनेर पनि पढ्न आँट गर्नु भएको छैन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ? अब मेन पढ्न गाह्रो भन्ने कुरा चाहिँ सुरुमा चाहिँ इन्ट्रेस्टको कुरा आउँछ होइन। कतिपयलाई चाहिँ इन्ट्रेस्ट नै हुँदैन,
तर पनि सिए बनेपछि पैसा कमाइन्छ है भन्ने तरिकाले छिर्नुहुन्छ। पछि अब अकाउन्टिङका कुराहरू, ट्याक्सका कुराहरू इन्ट्रेस्टै नलागेपछि त पढ्न पनि त जाँगर लाग्दैन, अनि त्यसपछि झन् हार्डवर्क गर्ने त झन् अर्को पार्ट भइहाल्यो। सुरुमा चाहिँ इन्ट्रेस्ट हुनु पऱ्यो। इन्ट्रेस्ट छ भनेपछि सिएमा पासै गर्नलाई मेरो एक्सपिरियन्स अनुसार पासै गर्नलाई त्यति सकिँदै नसकिने भने त छँदै छैन। मजाले हामीले कन्सिस्टेन्ट रूपमा पढ्यौँ भने अनि ट्रेन्ड एनालिसिसहरू गरियो होइन, के क्वेसन आइरहेछ त, के कुरालाई चाहिँ अभोइड गर्ने होइन, कुन कन्टेक्स्ट कुन च्याप्टरलाई चाहिँ अलिकति कम पढ्दा हुन्छ त्यसरी एनालिसिस गऱ्यो भने, त्यसरी पढ्यो भने चाहिँ पास हुन सकिन्छ। तर यो सिएमा छिर्नभन्दा अघि चाहिँ कन्फिडेन्ट रूपमा आउनु पऱ्यो। त्यति कन्फिडेन्स चाहिँ आफूमा हुनु पऱ्यो। सबैभन्दा ठुलो चाहिँ कन्फिडेन्स नै हो। सिए बनेपछि चाहिँ के गर्छु भन्ने सोच्नु भएको छ? अहिले नै ठ्याक्कै क्ल्यारिटी चाहिँ छैन। अब मेरो सोच चाहिँ के छ भन्दाखेरि सुरुमा अब इन्टर्नसिप, अब 2 वर्ष 3 वर्षको इन्टर्नसिप भइसकेपछि त्यहाँनिर अझै क्ल्यारिटी आउला कुन बाटो चाहिँ अब छन् भन्ने। अहिलेलाई चाहिँ मेरो मेजर चाहना भनेको सिए भइसकेपछि कुनै कर्पोरेटमा गएर चाहिँ अझै एक्सपिरियन्स गेन गर्ने मेन इच्छा छ। भावी दिनमा आउँदा दिनमा चाहिँ म नेपालमै गर्छु भन्ने छ कि? अहिलेलाई चाहिँ नेपालमै गरौँ भन्ने छ। अब जाँदा जाँदै जो हामीलाई हेरिरहनु भएका दर्शकहरू र त्यहाँ मध्येबाट पनि म सिए पढ्छु भन्ने सोच बनाइरहनु भएका जति पनि हुनुहुन्छ उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँहरूलाई त के भन्न चाहन्छु भन्दा अब पहिलो कुरा त कतिले सोध्नुहुन्छ मलाई, म चाहिँ साइन्स ब्याकग्राउन्डको हो, म चाहिँ म्यानेजमेन्ट ब्याकग्राउन्डको हो, मैले चाहिँ सक्छु कि नै भन्ने क्वेसन मलाई भन्दा पनि पहिले आफूलाई गर्न जरुरी छ। कतिपय साइन्स ब्याकग्राउन्डमा आएको मान्छेले पनि एकदम राम्रो एक्सेप्सनल रिजल्ट आएको हुन्छ। फेरि अर्को एउटा ट्रुथ फ्याक्ट नै भनौँ, साइन्स पढेको मान्छेहरू चाहिँ कम्प्लेक्स कुराहरू बुझ्न अलि बानी परेका हुन्छन्। अब त्यो फ्याक्टलाई हामीले नकार्न मिल्दैन। अनि त्यसरी कुन ब्याकग्राउन्ड हो भन्ने कुराले कुनै पनि अफेक्ट गरेन। तर तपाईँहरू सिए छिर्दै गर्दाखेरि चाहिँ पुरै रिसर्च गरेर चाहिँ आउनु पऱ्यो। के हुन्छ त सिएभित्र, त्यो पछि गएर रिसर्च गर्ने भन्दा पनि, किनकि एउटा प्लान त हुनु पऱ्यो। प्लान बनाउनुको लागि सुरुमा चाहिँ एनालिसिस गर्नु जरुरी छ। के हुन्छ त सिएमा, कुन तरिकाको मेहनत चाहिँ यसले खोज्छ भन्ने कुरा गर्नु पऱ्यो, एनालिसिस गर्नु पऱ्यो, रिसर्च गर्नु पऱ्यो। त्यसपछि सिनियरहरूसँग कन्सल्ट गरेर आफूमा कन्फिडेन्स छ भने मजाले पास गर्न सकिन्छ, कुनै प्रब्लम छैन। र्याङ्क ल्याउन सफल हुनुभएको छ, यहाँलाई फेरि पनि बधाई छ। उज्जवल भविष्यको कामना। यहाँ हामीसँग यसरी आफ्ना अनुभवहरू सेयर गरिदिनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच दाइ, मलाई यो फोरममा बोलाइदिनु भएकोमा म पनि एकदमै आभारी छु। थ्याङ्क यू सो मच।